बधाई हो बधाई बधाई छ ल म अधबैसी बुढी मान्छे फुलाउने कामले बधाई छ बधाई बधाई छ मलाई बधाई छ मलाई बधाई छ लड्डु ल बधाई छ मलाई ल होइन यो आफूले आफैलाई बधाई अनि आफूद्वारा आफै लड्डु सेवन के को बधाई के भयो इमा म पास भयो क्या को म कहिले पास भएको 2075 सालको इस्वीमा होइन तपाईँ मात्रै त पास हुनु भएको छैन उहाँ यत्रो चाहिँ दिदी आउनु भएको छ सांसदज्यू आउनु भएको छ यत्रो पाहुना आउनु भएको छ उहाँहरूलाई पो ल्याएर लड्डु अरूलाई खुवाउनु पर्दैन खुवाउँछु नि उहाँलाई त खुवाउँछु तर अरूलाई खुवाउने काम चाहिँ गर्दिनँ है किन अब परीक्षा दिने बेला सिगा निस्कुन्जेल हामी लेख्नुपर्छ पढ्नुपर्छ पास भएपछि लड्डु अरूलाई के भाग्नु हो क्या आफै पास हुने आफै खाने आफै त कति हामी दुःख गरेर पास भइन्छ अर्काले लड्डु बार्नु अनि एउटा लड्डु त हाम्रो अध्यक्षज्यूलाई नि दिए भए हुन्थ्यो नि पास भएको हो र पास भएको रे भोक लागेको थियो अनि हजुरहरूले लड्डु खुवाउनु भयो कि भन दिदी त्यो चलन भयो एउटा स्कुलमा सबै साथीहरूलाई खुवाउनु भयो मैले पनि कस्तो साथी हजुरहरूको त साथी पनि गजबका रमाइलो रमाइलो हुन्छ हजुर मेरो सबै अब हेर्नुहोस् है मेरो एजको पनि साथी छ मभन्दा ठुलो पनि साथी छ मेरो मभन्दा 16-17 वर्षको साथी छ एक हरिसमा आइज अब हामी खेलौँ आज होमवर्क नगरौँ भन्ने एउटा कुरा उहाँले पास हुनुभयो अरूलाई खुवाउनु होला ठिक छ इट्स ओके फ्यामिली साइडमा आफन्त इष्टमित्र सबै ह्याप्पी होला हजुर म त पास भएर ह्याप्पी भएको बुढोले पनि गाली गर्छ छरछिमेकीले मर्ने बेला हरियो काँक्रो भन्छ म के खुवाउनु सबैले गाली गर्छ अनि यो खाँदा के आफै लाग्यो कि अर्कै लगाइदियो अर्काले लगाइदिनु पर्छ त आफू पास भएको आफैले किनेर उहाँ माननीय सांसद हुनु त शान्त चौधरीज्यू चिन्नु भएको छ चिन्छु नि नमस्कार अब त के नमस्कार हाई गर्ल्स अब हामी क्याम्पस पढ्ने हो नि त हाई गर्ल्स अब त यस्तो हामी त 3 जना क्याम्पस हजुर साँच्चै तपाईँहरूको कुन प्लस आयो मेरो B+ आयो तपाईँको मेरो त पलसै आएन बी माथि आयो सबैभन्दा धेरै मेरै आएछ कति आयो कति A+ आयो ओहो ए हो अझ विश्वभरिको एसएलसी त हुँदैन है नेपालभरिको मात्रै नेपालभरिको फर्स्ट हुन्थ्यो होला अलिकति त्यो इङ्ग्लिसको एक्जामको दिन आम बिजी म बिजी भयो फुलेनको बाबुको धेरै लुगा धुनु थियो तयारी घर हुन पाएन के भएको कारणले गर्दा इङ्ग्लिसको एक्जाम अलिकति बिग्रियो नत्र मेरो धेरै आउने थियो अनि A+ चाहिँ कसरी आयो नि कपी चेक गर्ने मनकारी थियो होला दिए नि अब क्याम्पस त एउटैमा पढ्नुपर्छ है फुलन्दीको आमाले यत्रो चाहिँ अब करिश्मा दिदी सांसदज्यूसँगै पढ्न खोजिरहेको छ साथी ठिक छ त्यसले त हजुरले पढ्ने होइन पढाइ नि बिर्सेला जस्तो लाग्छ होइन ठिक छ पढ्न त क्याम्पस पढ्ने धेरै जोस जाँगर त मनदेखि आउँदैछ तर ज्यानले साथ नदिएला कि मेरो त उमेर पनि तपाईँहरूको भन्दा अलिकति एजेड भयो नि त क्याम्पस पढ्न जाँदा नि लट्ठी टेक्नु पर्छ होला अनि त्यो क्याम्पसमा बसिसकेपछि सरले पढाउँदा पनि पछाडि पनि कान पनि सुन्दिनँ होला म पनि के भन्छ भन्दै सँगै बसौँला नि त नजिक नजिक ब्याचलर के डिप्लोमा कि डिप्लोमा के भन्न त्यति बेला त म त भुलि जान्छु होला कपाल समय पास भयो कतिसम्म पढ्ने मन छ त तपाईँको म PhD गर्ने मन छ सबै त्यो एचडी सिएचडी भन्दा नि माथि नै आज जति सबै सिद्धिया हुने पढाइमा त हो कि होइन के सोच राख्नु भएको छ अब क्याम्पस हामी सँगै जानुपर्छ के गर्नु हामीले अब उहिलेको अब केटाहरूले केटीहरूलाई क्याम्पसमा जिस्काउँदै यो पालि हामी जिस्काउने हो अहिले तपाईँ ज्यान घटाउनु अलिकति अब मिनिस्कट स्कट लाएर जानु पर्छ क्याम्पस
मेरो पहिला केटाहरूले कागजको तिर बनाएर हान्थ्यो नि यो पालि हामी ढुङ्गा हान्नुपर्छ वा oh my God। हो कि होइन? त्यो अनुभवै बटुल्न पाइया छैन आफूले त। अब कागजको तिर बनाएर हान्थ्यो नि पहिला केटाहरू त्यसो गर्थे? ढुङ्गा हान्यो परेको म बिहोर्छु पैसा यताबाट तिर्नु। अनि परीक्षामा कतिको गाह्रो भयो तपाईँहरूलाई? ठिकै ठिकै? हजुर ए हाम्रो त त्यो गाँठ पनि कति सोझो गाँठ थिए आँखामा आँटेको चिज तोड्दै गरेको पनि फेरि आफ्नो हेर्नु नसाल्नु नयन फेरि त्यस्तै नसाल्नु नयन गाँठ पनि अब कहाँ गतिलो त थियो र सेम मुन्ड्रे जस्तै थियो। त्यो केटालाई त नजर यसो झिम्काइदिएको चिटसिट पनि नखोसाउने बाबै पास भयो। चोरेर बास गरे तर त्यस्तो होइन उहाँ दिदीले त्यही भएर उहाँले A+ ल्याउनु भएको। चिट चोरेर A+। चोर्नेले पनि जानेर पो चोर्छ त भन्दा अलङ्कार बुझ्नु पर्छ सबै सिर्देखि पाउसम्मको सबै लेख्नु त चोरी ढाइन्छ नि त म त अलिकति चलाक पनि थिएँ नि त त्यही भएर अलिकति त दावा त गर्नु पऱ्यो नि त राम्रो त्यो अगाडि थिएन त अगाडि गर्दा खुसी हान्दै पेपर खोसाउँदै लेखेँ सक्यो उसको भक्ति लौ न दावा गरेन कस्तो गजब पो रहेछ। एउटा त गरेन होला बोल्दा त यसो सोझो मान्छे जिप पनि के छोडेर हेर्दै शङ्का लाग्छ है। म हेरेर मात्रै यस्तो हो। म त एकचोटि निहुरेपछि एकैचोटि त्यो दोस्रो घन्टी बजेपछि म गरेर उठ्ने मान्छे हो म चाहिँ। तपाईँ म टाउकै उठाउँदिनँ थिएँ त्यसैले त्यो चित्र नि अलि मिसिन ममा फिट छैन त्यो। यस्तो यस्तो होला मलाई चाहिँ अब करिश्माजी र मलाई त्यो छुट थिएन होला किनभने त्यो मलाई चाहिँ कस्तो हुन्थ्यो भने त्यो उसको बेलामा इक्जामको बेलामा शान्ता चौधरी कहाँ छ भनेर जति पनि चेक गर्न आउँछन् नि ती सबै मलाई खोज्दै जान्छन् के एउटो जान्छ अर्को आउँछ एउटो जान्छ अर्को जान्छ त्यो चिट त कहाँ हुन्छ त्यो चिट चोड्ने त चान्सै छैन। सायद अब उहाँ पनि त्यतिखेर अलि बढी नै चर्चामा आएको भएको कारणले गर्दाखेरि त्यो सुविधा उहाँलाई थिएन भन्ने लाग्छ जुन सुविधा मलाई थिएन त्यो सुविधा र आजभोलि त्यस्तो चिट चोर्नी यताउता भन्ने पनि छैन खासमा है छैन। फेरि सुन्नु न यस्तो हो के अब यो उमेरमा हामीले पढ्नलाई सर्टिफिकेटको लागि मात्रै त पढेको होइन हामी त सिक्नका लागि बुझ्नका लागि जान्नका लागि त्यसो हुँदा त्यो चिट चाहिँ त्यति जरुरत परेन होला। कुरा बुझ्नुभयो फुलन्देको आमा? के कुरा गर्छन् गर्दैन क्याम्पसमा यस्तै कुरा पनि क्याम्पसमा मिलिँदैन। हजुर सर्टिफिकेटले के गर्छ त? त्यो पनि चाहिन्छ तर त्यसका लागि मात्रै पढ्यो भन्ने हुन्न क्या। धनबाट त मागेको थिएन होला नि? मागेन त नि होइन मागेन त त्यो आफूमा ट्यालेन्ट ल त्यसो भए त ठिकै हो भित्र ट्यालेन्ट पनि चाहिन्छ चिज मैले चोरिहालेँ के गर्नु त? चिट चोर्नीले आफैले लड्डु खाने आफैले माला लाउने अनि आफै घरमा पढ्ने त्यसकारण यतातिर तपाईँहरूको सेटअप हुनेवाला छैन किनभने उहाँहरू त साँच्चीकै दुःख गरेर स्कुल भर्न भरै पढ्नु भएको। यो लड्डु पनि त कहाँ किन मिठाई पसलेसँग हाम्रो सेपरेट कुरा छैन त्यस्तो छ के समस्यामै जिन्दगी गुजार्दैछु के गर्नु समस्या छ। ल अनि कतै छात्रवृत्ति सिधै पाउनुभयो भने बरु तपाईँलाई यसो होइन हामीलाई छात्रवृत्ति के त बिर्दा भत्ता थाप्ने बेला छात्रवृत्तिले के बिर्दा भत्ता दिएन मलाई त होइन अलिक छिटो छिटो वृद्ध भत्ता पाउने व्यवस्था गर्नुपर्छ कि क्या हो। तर के गर्नु त्यो हुनु चाहिँ हुने तर के गर्नु जति मन बुढ्यो ज्यान बुढो हुँदै जान्छ मन बुढो हुन्न त्यही त हो नि हाम्रो अब एकैचोटि भर्ना के हुनुपर्छ उता कुन क्याम्पस पढ्ने हो सल्लाह गरौँ न कुन क्याम्पस पढ्ने। प्रिन्सिपल कसले साइड हान्ने यहाँ अहिले प्रिन्सिपल साइड हान्नेमा त करिश्माले जित्छ हामी त बर्बाद हुन्छौँ त हिरोनी पनि हो त नि। मलाई त घन्टी बजाउने पालेले हेऱ्यो भने बाई बाई बाई। ल
के एक्सक्युज अब क्याम्पस पढ्ने मान्छे अब छोटो पाइला के चाल्नु नि ओके एकदम